हामी यति बेला बुसानबाट आएर वाडेङसानमा जाँदैछौँ है। साँझको बेला अब यो बादल लगाइरहेको छ, मौसम त्यति क्लियर छैन। ठ्याक्कै पाल्पाको डाँडामा बतासे डाँडा भन्छ नि, हो त्यस्तो टाइपको चाहिँ सल्लाहहरू छ यहाँनिर। पुरै हेर्नुहोस् यसरी देख्न सक्नुहुन्छ। यहाँ चाहिँ बाटो पनि यिनीहरूले पक्की गरेको छैन, कच्ची बाटो हो यो चाहिँ। यो वास्तवमा हिँड्नकै लागि भनेर बनाएको रहेछन्, नै भने हरेक कुना कुना यिनीहरू बाटो चाहिँ पिच गरेको हुन्छ। तर यो चाहिँ पहाडमा पसिना बगाउनु पर्छ, निस्कनै पर्छ भनेर सायद होला यो टाइपको बनाएको छ। ल हेर्नुहोस् यो सल्लेरी कस्तो मजाको सल्लेरी छ होइन। तल पनि पुरै सल्लाहको बोट नै छ, यता अगाडितिर पनि सल्लै सल्लाह। मौसम खासै क्लियर छैन, त्यो भएर खासै राम्रो देखेको छैन भिडियो चाहिँ। साँझ परिसक्यो, यति बेला 6 बजिसक्यो यहाँको। लगभग 1.5-2 घन्टाको यात्रा तय गरेर चाहिँ हामी यहाँ आइपुगेका छौँ आज। ल हेर्नु यो पानी परिसकेपछि पानीलाई चाहिँ पानीको भेललाई व्यवस्थित गर्न यसरी ढुङ्गो छापेर यसरी नि यो सर्लकै तल बजार हुँदै ढलको निकास गरेर चाहिँ नि एकदम व्यवस्थित ठाउँमा पुर्याउने यो खालको चाहिँ नि देखिएको छ। एकदमै राम्रो। साँझ परिसक्यो, हिँड्दा हिँड्दै अँध्यारो हुन लाग्यो।